र सही छुट्याउन नसकेपछि विद्यार्थीहरू चाहिँ तपाईको अहिले विद्यार्थीहरूले ल फ्री टोटल एजुकेसन इज फ्री सरकारले निर्णय गरिदियो भने चाहिँ सबैले पैसा पाउँछ। प्राइभेट स्कुलमा चाहिँ पढ्ने तर चाहिँ तपाईको सब्सिडी कसले दिने? सरकारले दिने हैन। पढाइको खर्च कसले बेहोर दिने? सरकारले बेहोर दिने। अनि त्यो कुरो चाहिँ तपाईको देशले लागू गर्दै पोलिटिक्स राम्रो भयो भने त्यो चाहिँ लागू गर् यानी सबैको भाग्य भविष्यलाई चाहिँ तपाईको निर्धारण गरिदिने काम चाहिँ कसले गर्छ? पोलिटिक्सले गर्छ। त्यसकारण चाहिँ पोलिटिक्समा ध्यान दिन जरुरी छ, पच्न जरुरी छ। हेर भाइ, नपच्ने भाइलाई चाहिँ अलि पचाउन जरुरी छ, या त नपच्ने बहिनीलाई चाहिँ पचाउन जरुरी छ। पर्सेप्सन सबको आफ्नो आफ्नो हुन्छ, तर पचाउने कोसिस गर। मैले भन्न खोजेको के हो, यो एकात्मक राज्य व्यवस्था सुन, यो एकात्मक राज्य व्यवस्थामा चाहिँ तपाईको र संघीय राज्य व्यवस्थामा चाहिँ एकात्मक व्यवस्था चाहिँ निर्देशनात्मक हुन्छ। यसले चाहिँ निर्देशन दिन्छ क्या? निर्देशन दिन्छ, निर्देशन दिन्छ। यो निर्देशनात्मक हुन्छ, यो डिक्टेट गर्छ। यसले एकात्मकले के गर्छ? डिक्टेट गर्छ, जे म भन्छु त्यही गर। यो संघीय राज्य व्यवस्थामा चाहिँ डिक्टेट गर्न पाउँदैन। संघले प्रदेशलाई डिक्टेट गर्छ हैन, तिमी म जे भन्छु त्यही गर भन्छ भने यो प्रदेशले अभोइड गरिदिन्छ हैन। तपाईको डिक्टेसन मान्दिन म, यानी यो चाहिँ डिक्टेटरशिप हुन्छ। तर यो संघीय व्यवस्था डिक्टेटरशिप हुँदैन। यसमा चेक एन्ड ब्यालेन्स बढी हुन्छ, चेक एन्ड ब्यालेन्स बढी हुन्छ। एउटाले गडबडी गर्यो भने, मानौ कि प्रदेश सरकारले गडबडी गर्यो भने संघ सरकार चाहिँ तपाईको ब्यालेन्स गर्छ। संघ सरकारले बदमाशी गर्यो भने प्रदेश र स्थानीय सरकारले ब्यालेन्स गर्छ। यानी यो संघीय लोकतान्त्रिक गणतन्त्र ब्यालेन्स्ड व्यवस्था हो। यो चाहिँ तपाईको कस्तो हो? ब्यालेन्स्ड व्यवस्था। बैलेंस्ड व्यवस्था हो, बैलेंस्ड व्यवस्था हो। त्यसकारण चाहिँ यसमा यो चाहिँ निर्देशनात्मक हुन्छ। यसले चाहिँ तपाईको यो संघीय लोकतान्त्रिक गणतन्त्र चाहिँ पार्टनरको अनुभूति गराउँछ। यसले पार्टनरशिप हुन्छ यसमा। हेर भाइ, यो पार्टनरशिपको व्यवहार गर्नुपर्छ। जस्तै चाहिँ कोही पार्टनर छ अनि मान्छेले के सहकार्य गर्छ, कोही पार्टनरशिपमा काम गर्छ, एकले अर्कोलाई हेला गर्दैन। यानी कुनै निर्णय गर्यो भने त्यसलाई चाहिँ सहभागी गराउनु पर्छ। र यो चाहिँ तपाईको यसमा चाहिँ तपाईको सबैको यसको शक्तिको बाँडफाँड के को आधारमा हुन्छ? जस्तै संविधानले चाहिँ मुख्य सामरिक शक्ति चाहिँ संविधान हुन्छ। यसमा संविधान चाहिँ सबभन्दा ताकतवर हुन्छ। संविधान चाहिँ तपाईको ताकतवर हुन्छ। हेर, संविधान चाहिँ सबभन्दा ताकतवर चाहिँ संविधान हुन्छ। संविधानले राज्यको शक्ति बाँडफाँड गरेको हुन्छ। एकल अधिकार हुन्छ, संघको पनि एकल अधिकार छ, प्रादेशिक सरकारको पनि एकल अधिकार छ, स्थानीय सरकारको पनि एकल अधिकार छ। अनि साझा सूचीका अधिकारहरू छन्। संघीय सरकार र प्रदेश सरकारको पनि साझा सूचीका अधिकारहरू छन्। साझा सूचीका अधिकारहरूमा चाहिँ दुईटै सरकारले कोर्डिनेटरी भूमिकाका आधारमा नयाँ संयन्त्र खार गरेर उसले के गर्छ चाहिँ राज्य व्यवस्था सञ्चालन गर्छ, उसको म्यानेज गर्छन्। साझा सूचीका अधिकारहरूलाई म्यानेज गर्छन्। त्यस्तै चाहिँ स्थानीय र प्रदेशको बीचमा चाहिँ साझा सूचीका अधिकारहरू छन्। अर्थात् तीनटैको बीचमा पनि साझा सूचीका अधिकारहरू छन्। र साझा सूचीका अधिकारहरूलाई व्यवस्थापन गर्न एउटा छुट्टै संयन्त्र खडा गरेर यो राज्य शक्तिको चाहिँ बाँडफाँड गरेको हुन्छ। र त्यहाँनिर कुनै कन्फ्युजन भयो, वाद विवाद भयो, कुनै झन्झट भयो भने यो संविधानले के गर्छ? त्यसलाई निर्क्युल गर्छ। संविधान चाहिँ यो गाइड गर्ने काम गर्छ। यसले के गर्छ? गाइड गर्ने काम गर्छ। यसले गाइड गर्ने काम गर्छ। यसले गाइड गरिदिने काम गर्छ। त्यसकारण यो व्यवस्था चाहिँ मेरो भनाइ के हो, यो संघीय लोकतान्त्रिक व्यवस्था चाहिँ संवैधान यानी राजतन्त्र भन्दा निरङ्कुश राजतन्त्र भन्दा, संवैधानिक राजतन्त्र भन्दा र एकात्मक लोकतन्त्र भन्दा पनि सबभन्दा फार बेटर चाहिँ व्यवस्था कुन हो? संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था छ, जसमा हामी छौं। अब यहाँनिर चाहिँ राजतन्त्रमाथि चाहिँ दुर्गानन्द झाले चाहिँ बम फोड्नु भयो, महेन्द्र राजामाथि बम प्रहार गर्नुभयो।
जबसम्म राजाको अस्तित्व यानी देशमा थियो तबसम्म जनकपुरको विकास भएन। हेर्नुहोस्, उसले जनकपुरलाई चाहिँ दुश्मन बुझ्न थाले हैन। म माथि चाहिँ बम प्रहार गरेको छ, मेरो पुर्खामाथि बम प्रहार गरेको छ भन्ने हिसाबले चाहिँ जनकपुर सधैँ तपाईको के भयो, पछाडि पर्ने काम भयो। अहिले संघीय लोकतान्त्रिक गणतन्त्र पहिला चाहिँ मान्छेले के हुन्थ्यो, जनकपुर जाने बित्तिकै छिछि गर्थे, दुर्छी गर्थे क्या सबैले हैन। फोहोर छ, यो छ, उ छ भन्थ्यो क्या। अहिले फुटपाथ सहितको चाहिँ तपाईको पिच भएको छ, कालो पत्रे भएको छ, धेरै चाहिँ तपाईको हामीले के भन्छौँ, यो त्यसकारण यो संघीय लोकतान्त्रिक गणतन्त्र चाहिँ सबभन्दा मार्भेलस व्यवस्था हो। यसमा चाहिँ तपाईको हामी यानी स्पेशलिटी यसमा हुँदैन। संघीय लोकतान्त्रिक गणतन्त्रमा स्पेशल चाहिँ अधिकार, प्रविष्ट अधिकार हुँदैन, यसमा स्पेशलिटी हुँदैन, स्पेशलिटी हुँदैन, यसमा स्पेशल व्यवहार हुँदैन। यसमा स्पेशल जस्तै तिमी छौ, तिमीलाई स्पेशल व्यवहार, म चाहिँ सभामुख छु, कानुनको आधारमा चाहिँ इक्वल छु। कानुन यानी कानुनको आँखामा म पनि इक्वल छु। हेर, तिमी पनि इक्वल छौ, तिमी पनि, तिमीलाई जे कानुन लाग्छ मलाई पनि त्यही कानुन लाग्छ, राष्ट्रपतिलाई जे कानुन लाग्छ त्यही मलाई पनि लाग्छ, तिमीलाई पनि लाग्छ। यानी सब कानुनको आइजमा चाहिँ के छ, सब इक्वल छ। त्यसकारण यो चाहिँ तपाईको कि यसमा स्पेशलिटी हुँदैन, प्रविष्ट अधिकार कसैको हुँदैन। जस्तै राजाको हुँदैन, राजाको के थियो पहिला, यानी राजालाई कानुन लाग्दैन थियो। जति गल्ती गरे पनि, मान्छे मारिदिए पनि, जति गल्ती गरे पनि, जति भ्रष्टाचारी गरे पनि, जति अकुत सम्पत्ति गरे पनि, मूर्ति चाहिँ चोरेर विदेशमा बेचे पनि, जे गरे पनि चाहिँ उसलाई कुनै कानुन लाग्थिएन। विदेशबाट आउँदा चाहिँ उसलाई कुनै चाहिँ तपाईको चेक जाँच हुँदैन थियो। तर अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रमा चाहिँ तपाईको सबै कानुनको आँखामा इक्वल छ। त्यसकारण यो चाहिँ व्यवस्था के छ, यानी पिपल सेन्टर्ड व्यवस्था हो। यो चाहिँ तपाईको के छ, पिपल सेन्टर्ड व्यवस्था हो। त्यसकारण जनता चाहिँ मुख्य स्रोत हो। जनता मुख्य, देशको मुख्य स्रोत भनेको जनतै हो। जनताले, तिमीहरूले कर तिर्छौ अनि त्यो करबाट राज्य सञ्चालन हुन्छ। हामीले कर तिर्छौ अनि चाहिँ राज्य सञ्चालन हुन्छ। कर यदि जनताले तिरेन भने राज्यसँग चाहिँ पैसा हुँदैन र यानी त्यसकारण पिपल चाहिँ राज्य शक्तिको पनि चाहिँ मुख्य स्रोत भनेको जनता हो र चाहिँ राज्य शक्तिबाट फाइदा लिने पनि चाहिँ मुख्य स्रोत भनेको, मुख्य शक्ति भनेको चाहिँ पिपलै बन्नुपर्छ, जनतै बन्नुपर्छ भन्ने चाहिँ तपाईको संघीय लोकतान्त्रिक गणतन्त्रले चाहिँ यो विषयवस्तुहरूलाई ग्यारेन्टी गरेको छ। त्यसकारण मेरो बुझाइ के छ कि संघीय लोकतान्त्रिक गणतन्त्र चाहिँ तपाईको हाम्रो देशको लागि अति आवश्यक व्यवस्था हो। यसलाई चाहिँ बुस्टअप गर्न जरुरी छ, यसलाई चाहिँ ताकत दिन जरुरी छ। आज पनि चाहिँ केही मान्छेहरूले राजतन्त्रको पक्षपाती बनेको छ, तिमीहरू पनि चाहिँ लहै लहैमा लागेर राजतन्त्रको पक्षपाती बन्छौ। कति मान्छेले चाहिँ सुना, कति मान्छे चाहिँ तपाईको खुन खराबा भएको छ। हाम्रै कालमा चाहिँ तपाईको हजारौं मान्छेको बलिदानबाट यो संविधान सामान्य बलिदानबाट यो आएको छैन। 7 सालमा मान्छेले क्रान्ति गरे, 36 सालमा मान्छेले क्रान्ति गरे, 17 सालमा मान्छेले क्रान्ति गरे, त्यसपछि 46 सालमा क्रान्ति गरे, 62-63 मा क्रान्ति गरे। अनि यो क्रान्ति गरेपछि हजारौं मान्छेको बलिदानबाट यो चाहिँ तपाईको वरदान प्राप्त भएको छ। यो संघीय लोकतान्त्रिक गणतन्त्रमा संविधान चाहिँ प्राप्त भएको छ। यदि फेरि तिनीहरू चाहिँ तपाईको पक्षगामी शक्तिहरू, पुनरुत्थानवादी शक्तिहरू फेरि पनि आयो भने के हुन्छ, फेरि तिम्रा जेनेरेसन के भन्छ, इच जेनेरेसन हैज टु सल्भ इट्स ओन प्रब्लम। हाम्रो पुर्खाहरूले चाहिँ लड्दिएर त्यो हामीले चाहिँ सम्पत्ति आर्जन गरेका छौं। हामी चाहिँ पैसिभ हुने बित्तिकै के हुन्छ, त्यो सम्पत्ति चाहिँ फेरि लुज गर्छ। फेरि हाम्रो चाहिँ तपाईको नयाँ सन्तति, तपाईहरुकै भोलिका दिनमा सन्ततिहरू हुन्छन्, ती सन्ततिहरूले लड्नु पर्ने स्थिति बन्छ। त्यसकारण यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई चाहिँ रक्षा गर्न जरुरी छ, यसलाई चाहिँ जोगाउन जरुरी छ। यसको लागि चाहिँ संघर्ष यदि गर्नु पर्यो भने संघर्ष गर्न जरुरी छ। अनि देश चाहिँ तपाईको ट्र्याकमा आउँछ। अहिले यो बेबी छ, सानो बच्चा छ, भर्खर चाहिँ तपाईको यो संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास भएको बल्ल बल्ल 8 वर्ष हुन लागेको छ। 7 वर्ष कम्प्लिट गरेर 8 वर्षमा चाहिँ 7औं वर्षको अन्तिम 8औं वर्षको अन्तिम चरणमा छ। अर्थात्
8 वर्ष पुग्न लागेको छ, 8 वर्ष चाहिँ भएको छ, अहिले पनि यो चाहिँ तपाईको पुरै मेच्योर भइसकेको छैन। त्यसकारण यो चाहिँ तपाईको संघीय लोकतान्त्रिक गणतन्त्र मेच्योर चाहिँ हुन जरुरी छ। यो चाहिँ कहाँ कहाँ छ? 28 वटा पुरै संसारमा चाहिँ 28 वटा देशमा चाहिँ तपाईको कस्तो छ? यो संघीय लोकतान्त्रिक गणतन्त्र छ, जसमा अमेरिका पनि संघीय लोकतान्त्रिक गणतन्त्र कन्ट्री हो। स्विट्जरल्यान्ड चाहिँ संघीय लोकतान्त्रिक गणतन्त्र कन्ट्री हो। अस्ट्रेलिया छ, थुप्रै 28 वटा देशहरू, धनी देशहरू पनि चाहिँ तपाईको संघीय लोकतान्त्रिक देशहरू छन् र गरिब देशहरू पनि चाहिँ संघीय लोकतान्त्रिक देशहरू छन्। हामी भन्दा पनि चाहिँ साना देशहरू पनि संघीय लोकतान्त्रिक गणतन्त्रत्मक चाहिँ संविधान त्यहाँ छ र चाहिँ तपाईको संविधानै हाम्रो सबभन्दा ठुलो ताकत हो। सार्वभौम ताकत भनेको संविधान छ, यसमा सामरिक ताकत छ। हेर्नुस्, यो संविधानले चाहिँ तपाईको के गर्छ? संविधानलाई हामीले रक्षा गर्न जरुरी छ। हामीले 7 पटक पछाडि यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाएका छौं। हामीले 7 सालमा पनि चाहिँ बनायो, त्यो चाहिँ फेल भयो। अहिले पनि चाहिँ पक्षगामीहरूले के गर्छ? आन्दोलन भयो रहन्जेलसम्म त्यसले चाहिँ तपाईको कुरो उठाउँदैन, दुलोभित्र पस्छ। आन्दोलन समाप्त हुने बित्तिकै त्यसले चाहिँ तपाईको संविधानलाई डिस्टोर्ट गर्ने काम गर्छ, बिगार्ने काम गर्छ, अनि बिगारेर त्यसलाई चाहिँ फेरि नयाँ संविधान निर्माण गर्न खोज्छ। त्यसकारण चाहिँ तपाईको मेरो के बुझाइ छ? यो संघीय लोकतान्त्रिक गणतन्त्र चाहिँ यो देशको राम्रो संविधान हो। यसमा हाम्रो आस्था, विश्वास, भरोसा हुन जरुरी छ। यसको लागि चाहिँ हामीले जे गर्नु पर्यो भने गर्न हामी तयार हुनुपर्छ भन्ने चाहिँ छ। अब तपाईहरुसँग मेरो क्वेशन छ, या त मसँग चाहिँ तपाईहरुको क्वेशन हुन जरुरी छ। के छ? केही क्वेशन छ? नबुझेका विषयवस्तुहरु भन्न सक्नुहुन्छ? छ केही क्वेशनहरु भाइ? बहिनीहरु क्वेशन छ भने सोध्न सकिन्छ। एकतर्फी भयो क्या? त्यो डेलिभरी टाइपको भयो। एजुकेशनलाई चाहिँ डेलिभरी एजुकेशन चाहिँ डेलिभरी होइन। एजुकेशन चाहिँ तपाईको एकतर्फी होइन क्या? यो मैले मात्र दिने मात्र गरे। हेर्नुस्, एजुकेशन मैले चाहिँ पढाउन त पढाए, तर एकतर्फी मात्र गयो के? विषयवस्तु गए मात्र भयो। तिमीहरुबाट पनि आउनु पर्यो नि। कोनो पर्सनल अहाँ सबके यदि कोनो प्रश्नलो पूछे चाही, कारण ये ऐतिहासिक क्षण छै कि ई अहाँ के सभामुख अहाँ के क्लास लेनाइ के अर्थ भेलै बड़ा ऐतिहासिक क्षण छै। तो अहाँ सबके यदि प्रश्नल हो जे अहाँ केना बनि गेली राजनीतिक, सर जे छलखिन टीचर छलखिन अंग्रेजी के धौलसा जिला के नामी टीचर ठेरा स्कूल में, तो अहाँ जे छै से सर से वो पूछ सकै छियै। मैथिली लऽ कऽ से मास्टर्स केने छथिन, तकर बाद अहाँ के और बहुत टीचर लाइन के बहुत अनुभव छै। अहाँ शिक्षक लाइन के लोग राजनीति में केना चलि एलखिन, की एलखिन, तेहनो बात सब अहाँ सबके जे होय तऽ पूछ सकै छियै। ला पूछ सकै छी, मन में लागल जे है ने क्वेश्चन कोनो पूछ सकै छी। फिर भाषा के कोनो सीमा नहीं छै, कोनो भाषा में सब कोनो भाषा में मैथिली में बोल सकै छी, अंग्रेजी में बोल सकै छी, जे मन में अहाँ के आनंद भैया वो भाषा में अहाँ बोल सकै छी। ला लेडीज फर्स्ट कसैले ला कि बहिनी छ केही कुरो छ कोनो बात है? भाइ छ कुनै विषयवस्तु छैन? ठीक छ, यही हो मुख्य कुरो मैले चाहिँ भन्न खोजेको, यही विषयवस्तु हो हैन। यसमा चाहिँ तपाईको अब एजुकेशनमा तपाईहरुले मुख्य रूपमा ध्यान दिन जरुरी छ। भन्छ एजुकेशन यदि भयो भने नो वन क्यान टेक अवे फ्रम यु। शिक्षा यदि प्राप्त गर्यो भने कसैले लान सक्दैन। नो वन क्यान टेक अवे फ्रम यु, कसैले लान सक्दैन। धन त बाँट्न सकिन्छ, तर एजुकेशन क्यान नट बी डिभाइडेड। एजुकेशनलाई चाहिँ डिभाइड गर्ने, यो चाहिँ तपाईको समृद्धिको मूल बाटो हो। एजुकेशन चाहिँ समृद्धिको मूल बाटो हो। यदि तिमी राम्रो बन्न चाहन्छौ भने यू ट्राई टू बी एजुकेटेड। अहिले त अब एजुकेटेड भइसक्यो तिमीहरु हैन। ब्याचलर भनेको चाहिँ तपाईको
मेच्योरिटी हो क्या? बैचलर भनेको इज नॉट द सिंपल थिंग। बैचलर भनेकै चाहिँ मेच्योरिटी हो। त्यसकारण चाहिँ तिमीहरू मेच्योर भइसकेका छौ। अब तिमी अहिले कुन 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 इयरमा छौ तिमीहरू भने? सेकेन्ड इयरमा। अहिले 2 इयर बाँकी छ है। 2 इयर अझै पनि बाँकी छ नि? कि सेकेन्ड इयरमा प्रवेशै गरेका छ? फर्स्ट इयर र सेकेन्ड इयर दुईटै छौ, तर तिमीहरू ब्याचलरका विद्यार्थी छौ। ब्याचलर भनेको अंग्रेजीमा फेरि ब्याचलरको कुमारा कुमारी पनि हुन्छ क्या? तर चाहिँ तपाईको मेच्योर हुन्छ, हेर्नुस्, मेच्योर हुन्छ। त्यसकारण यसलाई चाहिँ तपाईको ब्याचलरका विद्यार्थीहरूले तिमीहरूले राम्ररी स्टडी गर्न जरुरी छ। एजुकेसनमा चाहिँ जोड गर्नु। ल, आजको चाहिँ मेरो क्लास यति हो। मैले टिचर हुनुहुन्थ्यो नि, त टिचिङ छोडेर राजनीतिमा किन गयो सर? टिचिङको पैसाले घर चल्दैन सर? हेर्नुहोस् भाइ, म विद्यार्थी हुँदा, सुन, म विद्यार्थी हुँदा मेरो आर्थिक अवस्था एकदमै दयनीय। विद्यार्थी म तेज थिएँ। 9 क्लासमा पढ्दाखेरि 8बाट 9 पढ्दाखेरि म चाहिँ फर्स्ट विद्यार्थी हो, तर 10 क्लासमा म चाहिँ थर्ड भएँ। मेरो इच्छा थियो म राम्रो थर्ड भए पनि म चाहिँ क्लासमा राम्रै विद्यार्थी नम्बर 1 मै थिएँ। तर मेरो इच्छा थियो टेक्निकल एजुकेसन पढ्ने, डॉक्टर बन्ने, इन्जिनियर बन्ने, तर चाहिँ तपाईको एफोर्डेबल थिएन। गार्जियन चाहिँ एफोर्ड गर्न सक्ने स्थितिमा थिएन। मैले चाहिँ ट्युसन पढाएर, म इन्टरमा पढ्दाखेरि इन्टरको विद्यार्थीलाई ट्युसन पढाउँथे, अनि ट्युसन पढाएर म चाहिँ तपाईको आफ्नो एजुकेसनलाई कन्टिन्यू गरेँ। बोर्डिङ स्कुलमा पढाएर मैले कन्टिन्यू गरेँ, अनि पछाडि म शिक्षक भएँ। तर मेरो भित्र चाहिँ तपाईको किन मैले चाहिँ डॉक्टर बनिन, किन म इन्जिनियर बनिन, किन मैले चाहिँ तपाईको लोकसेवा तयार गर्न सकिन, यो विषयवस्तु मेरो मनमा चाहिँ थियो। यसको कारण मैले खोतले, अनि यसको कारण मुख्य रूपमा चाहिँ पोलिटिक्स थियो क्या? पोलिटिक्सले चाहिँ तपाईको असमानता ल्यायो। पोलिटिक्सले समाजलाई चाहिँ असमान बनाइदियो। पोलिटिक्सले चाहिँ तपाईको धन भएको मान्छे चाहिँ पढ्ने, धन नभएको मान्छे चाहिँ पढ्नै नपाउने, प्रतिभा भाव पनि उ चाहिँ तपाईको पढ्न नपाउने। मेरो भित्र चाहिँ तपाईको बुद्धि थियो त्यो विषयवस्तुको। म टिचर हुँदा पनि राम्रो टिचर थिएँ। म चाहिँ हाई स्कुलमा म जतिको कमाउने शिक्षक कोही थिएन, तर म चाहिँ तपाईको यो पोलिटिक्समा म युद्धमा गएको हो भाइ। म चाहिँ ट्युसन छोडेर बोर्डिङ स्कुल मेरो आफ्नै थियो, ध्रुव तारा त्यतिखेर थियो, यानी मेरो बोर्डिङ स्कुल आफ्नै थियो। म ठेरा स्कुलको टिचर थिएँ। अंग्रेजीका टिचरलाई मैले ट्रेनिङ दिन्थेँ। सब कुरो मैले छोडेर युद्धमा गएँ, म माओवादीको जनयुद्धमा। त्यहाँनिर म चाहिँ पोलिटिक्समा यो सभामुख बन्न गएको होइन, बलिदान दिन गएको थिएँ। म आफू चाहिँ मरेर पनि चाहिँ नयाँ सन्ततिको कल्याण होस् भन्ने चाहिँ सोचका साथ म गएको थिएँ। र मेरा थुप्रै साथीहरू मरे पनि, मैसँग मलाई पुर्याउने साथी पनि सँगसँगै छ, तर ऊ चाहिँ मलाई पुर्याइदिएको छ, फर्किँदा चाहिँ मरेको छ। हेर्नुहोस्, थुप्रै साथीहरू त्यसरी भयो। म चाहिँ तपाईको युद्धमा गएको बलिदान दिन क्या, मर्न गएको हो त्यहाँनिर, ताकि नयाँ जेनेरेसनले चाहिँ तपाईको यो दुःख नपाउनु भन्ने उद्देश्यका साथ। मान्छे चाहिँ तपाईको जो युद्धमा जान्छ, जो क्रान्तिमा जान्छ, उसको केही उद्देश्य हुँदैन। ऊ निर्मल हुन्छ, स्वच्छ हुन्छ, शेष जीवन छ। त्यसकारण मैले चाहिँ सभामुख भएको छु। मेरा साथीहरू थुप्रै छन्, तिनीहरू चाहिँ तपाईको शहीद हुनुभयो। उसका घर परिवारहरू चाहिँ बेहालको स्थितिमा छैन। मेरै घर परिवारहरू पनि चाहिँ म मरेको भए बेहाल हुन्थ्यो, तर मैले चाहिँ तपाईको आफ्नो घर परिवारसँग मैले विद्रोह गरेँ। म बाउ र आमाको एउटै छोरा थिएँ। कति छोरा आमा र बुवाले मलाई माया गरेको होला, तर मैले चाहिँ परवाह गरिनँ। परिवारबाट मैले विद्रोह गरेँ, समाजबाट विद्रोह गरेँ। कसको लागि? समाजको लागि, देशको लागि, जनताको लागि, मुक्तिको लागि एउटा ठुलो चाहिँ तपाईको योगदान मैले गरेँ। र आज चाहिँ तपाईको बाँचेको कारणले म अहिले
सभामुख छु। त्यसकारण चाहिँ तपाईको के छ कि हामीले चाहिँ गर्ने काम डेस्टिनेसन सुन, डेस्टिनेसन त हुनुपर्छ, लक्ष्य चाहिँ हुनुपर्छ। त्यो लक्ष्य अनुसार चाहिँ तपाईको मान्छेको जीवन लाइफ भनेको क्रुकेड हो, यो चाहिँ स्ट्रेट लाइनमा कहिले जाँदैन। म पहिला चाहिँ तपाईको विद्यार्थी हुँदैखेरि टिचर थिएँ, टिचरबाट चाहिँ तपाईको जनयुद्धमा गएँ, जनयुद्धबाट चाहिँ यो पोलिटिक्स यसरी आएँ। यानी पुरै लाइफ चाहिँ बाङ्गो टिङ्गो छ क्या, जीवन चाहिँ बाङ्गो टिङ्गो छ। त्यसरी चाहिँ तपाईको जीवन बाङ्गो टिङ्गो हुन्छ। त्यो जीवनलाई चाहिँ व्यवस्थित गर्नको लागि हामीले लाइफ इज ए स्ट्रगल भन्छ, जीवन नै सङ्घर्ष हो। सङ्घर्ष यदि गरेनौँ भने त्यो सङ्घर्ष बिनाको जीवन चाहिँ निरस हुन्छ। यो विषयवस्तु छ। त्यसकारण यसमा चाहिँ तपाईको मलाई त्यतिखेर पुग्दैन थियो भन्ने होइन, त्यतिखेर पनि राम्रै पुग्थ्यो, बरु अहिले पुग्दैन होइन। अहिले बरु किनकि त्यतिखेर ट्युसनबाट आउँथ्यो पैसा, त्यतिखेर स्कुल प्राइभेट स्कुलबाट पैसा आउँथ्यो, सरकारी स्कुलबाट पैसा आउँथ्यो, टिचरलाई ट्रेनिङ दिन्थे, ट्रेनिङबाट चाहिँ पैसा आउँथ्यो। तर अहिले चाहिँ तपाईको एउटा तलब आउँछ। म पनि फेरि सभामुख भएपछि मात्र हो, सभामुख नभएको भए चाहिँ हुँदैन थियो। पोलिटिसियनलाई तलब हुँदैन, जो निर्वाचित छ उसको तलब त हुन्छ, तर चाहिँ निर्वाचित नभएपछि उसको तलब हुँदैन। ल बहिनी, अहाँ सभामुख बनि जेबै से अहाँके विश्वास छै? कियाकि एते जल्दी लोग राजनीति में नहीं चल जाए छै। क्वेश्चन की कहलिए? अहाँ सभामुख बनि जेबै से अहाँके विश्वास छै ला? कियाकि एते जल्दी राजनीति में लोग तो नहीं चल जाए छै। लाइफ देखल जाओ, लाइफ की छै, जीवन जे है ने, जीवन में कोई नहीं कह सके केकरो कथी। अहाँ भाग्य में रामवरण डॉक्टर साहब छलाह, सुनू, रामवरण डॉक्टर साहब छलाह, लेकिन वो पॉलिटिक्स में आबि गेले, डॉक्टरी छोड़ के पॉलिटिक्स में आबि गेला, और पॉलिटिक्स में आबि गेले तो स्वास्थ्य मंत्री बनला, पहले राज्य मंत्री बनले। उनका ये नहीं रहे कि हम अहाँ के मंत्रियों फुल मंत्री बनब कि नहीं बनब से ठेकान नहीं रहे, लेकिन फुल मंत्री बनला। आ तै के बाद में अहाँ के राष्ट्रपति भ गेले कि सुनो सुनो हुनकर कहे, हम अहाँ के जहिया राजनीति करते रही तो हम अहाँ के जैसे सोचनहु नहीं रही कि हम सांसद बनब, लेकिन हम सांसद भ गेली। हम 2टा चुनाव हार गेली। सुनो, हम 64 के चुनाव हार ली, 70 के चुनाव हार ली, आ 74 में अहाँ के चुनाव जे है से जीतलिए, आ 3 वर्ष के बाद में फिर सांसदों छोड़ दिलिए, पार्टी अदल बदल में सांसदों छोड़ दिलिए। की है तो राजनीति में मान लिया अखन अहाँ के जे सभामुख छिए, परिकल्पनो नहीं रही कि हम सभामुख भ सकै छी। तो जीवन अहाँ के कथी बनब से अहाँ थोड़े देखने छिए, अहाँ केहन रास्ता अपनाबे तै पर डिपेंड है। हम अहाँ के मास्टरिए करते रहतिए तो पॉलिटिक्स से दूर रहतिए, अहाँ के राजनीति करे लगलिए तो अहाँ के पॉलिटिक्स में आबि गेली तो सभामुख के संभावना बढ़ गेले। अथिए में रहती तो टीचर के रहतिए, हेडमास्टर रहतिए, चाहे दोसर चीज रहतिए, पॉलिटिक्स में आबि गेली तो सभामुख भ गेलिए। तेनाहिते अखन अहाँ विद्यार्थी छिए, विद्यार्थी में अहाँ के काल्हि मान ली इंजीनियरिंग पढ़बै तो इंजीनियर भ जाए, डॉक्टरी पढ़बै तो डॉक्टर भ जाए, डॉक्टरिए छोड़ के अहाँ मान ली पॉलिटिक्स में चल जाबै तो पॉलिटिशियन भ जाए। तो जीवन जे है से अहाँ के मान लिया कहूँ निर्धारित नहीं रहे छे, वो निर्धारित नहीं रहल लाइफ। की कहै छै? मान्य सभामुखज्यू, एउटा मेरो प्रश्न रहेको छ। यो लोकतन्त्रमा हाम्रो देशमा विकासको कामहरू अहिलेसम्म के भयो र देशको सबै युवाहरू निरन्तर विदेश पलायन हुँदैछ, यो सबैलाई थाहै होला। के यही हो लोकतन्त्र? न त हाम्रो देशमा रोजगारी छ, न त कसैले न्याय पाइरहेको छ टाइममा। शिक्षा, हाम्रो प्रदेशमा शिक्षाको एकदमै कमी छ। सबै किसिमले हेर्दाखेरि हाम्रो मध्य प्रदेश एकदम पछाडि परेको छ। यही हो लोकतन्त्र? अब हेर्नुहोस्, अब एक तो चाहिए तपाईको शिक्षा एक दिन में राम्रो र नराम्रो होने चीज होइन। शिक्षा को लागि जस्तै अहिले तिमीहरू 15 वर्षदेखि सङ्घर्ष गर्दैछौ, अनि 15 वर्षदेखि सङ्घर्ष गर्दैछौ, बैचलर को सेकेन्ड र फर्स्ट इयर में छौ तिमीहरू। अब सुन, म भन्दैछु अहिले दुनिया चाहिँ कस्तो छ, दुनिया ग्लोबल दुनिया छ। हेर्नु, संसार अहिले सांसारिक दुनिया छ। यो
हेर्नमा त टेरिटरीले डिभाइड गरिदिएको छ। नेपालको आफ्नो टेरिटरी छ, भारतको आफ्नो टेरिटरी छ, अमेरिकाको आफ्नो टेरिटरी छ, चाइनाको आफ्नो टेरिटरी छ। तर चाहिँ यो टेरिटरी अलग अलग भए पनि संसार अहिले ग्लोबल भयो, एकले अर्कोलाई रोक्न सक्दैन। यहाँनिर चाहिँ सुन पहिला सुन न, म भन्दैछु। जस्तै यहाँनिर 24,000 रुपैयाँ, सुन 24,000 रुपैयाँ एउटा कार्यालय सहयोगीलाई 24,000 रुपैयाँ तलब छ सरकारी, 24,000 रुपैयाँ तलब छ सरकारी, 24,000 समथिङ, 24,400 समथिङ छ। हेर त्यही मान्छे तिमीहरू चाहिँ तपाईको मानौ कि यहाँनिर कार्यालय सहयोगीमा मानौ कि कोही मान्छेले काम गर्यो भने उसको तलब 24,000 छ। यही मान्छे चाहिँ तपाईको अमेरिकामा जान्छ, भाडामा छ, त्यहाँनिर गएर चाहिँ राम्रो काम पाउँदैन, त्यहाँनिर गएपछि के गर्छ, भाडामा छ, क्लिनरको काम गर्छ, पसलमा काम गर्छ, त्यहाँनिर डलर पाउँछ, त्यसको तलब चाहिँ तपाईको 3 लाख हुन्छ, 3 लाख हुन्छ। हेर 3 लाख हुन्छ मिनिमम। यो 24,000 र 3 लाख मान्छेले कम्पेरिजन गर्छ। मान्छेले कम्पेरिजन के गर्छ, यो 24,000 कमाउने कि 3 लाख कमाउने, अनि मान्छे के गर्छ, अमेरिकाको भिसातिर लाग्छ। पहिला चाहिँ राजतन्त्रको बेलामा चाहिँ भिसा जनरल पिपललाई अलाउ थिएन, अनि मान्छे जान सक्दैन थियो। अहिले चाहिँ तपाईको जेनरलाइज भयो, मान्छे चाहिँ विदेश जान पाउँछ। अब हेर हामीले चाहिँ तपाईको अब पासपोर्ट बनाइदिन्छौँ, अमेरिकाले दियो चाहे चाइनाले दियो या त मानौ कि चाहिँ अस्ट्रेलिया दियो भने इट्स ओके, दिएन भने आफ्नो ठाउँको विषयवस्तु हो। तर 3 लाख चाहिँ राम्रो कि 24,000 राम्रो? सुन्नुहोस्, अब मान्छेले कम्पेरिजन गर्छ। सुन भाइ, अहिले दुनियाँ भनेको पुँजीको दुनियाँ छ। अहिले भनेको पुँजीको दुनियाँ हेर्नु, पुँजीको दुनियाँ छ। जोसँग पुँजी छ अहिले पुँजीको दुनियाँ छ। यो पुँजी अहिले पुँजीको दुनियाँ छ। हेर भाइ, यो पुँजीको दुनियाँले मान्छेलाई के गरिदियो र चाहिँ ग्लोबल दुनियाँ छ। पुँजीको दुनियाँ पनि छ, ग्लोबल दुनियाँ छ। ग्लोबल यसले के गर्छ, ग्लोबल, यो ग्लोबल दुनियाँ छ। यो दुनियाँले, ग्लोबल दुनियाँले चाहिँ तपाईको मान्छेलाई एट्र्याक्ट गर्ने काम गरे। पुँजीले यो 3 लाखको डिफरेन्सेस जुन छ त्यसले चाहिँ एट्र्याक्ट गर्ने काम गर्यो, र त्यो एट्र्याक्सनले के गर्ने काम गर्यो, मान्छे चाहिँ विदेशी न बाध्य भयो। हेर्नुहोस्, मान्छे विदेशी न बाध्य। दोस्रो कुरो के छ, यहाँनिर बेरोजगारीको समस्या किन छ हेर है भाइ, यो होइन त्यो पनि म भन्दैछु। जस्तै बेरोजगारीको समस्या के छ, बहुराष्ट्रिय कम्पनीहरू छन्। सुन, ग्लोबल दुनियाँमा अहिले बहुराष्ट्रिय कम्पनीहरू छन्। एउटा देशमा कसैले फ्याक्ट्री खोलेर सस्टेन फ्याक्ट्री हुँदैन। सुन न मेरो कुरो पहिला बुझेन भाइ, त पुरै बुझ्दैन अनि बिचमै टोकिहाल्छौ। पहिला चाहिँ कस्तो छ, जस्तै अमेरिका, भारत, चाइना, ठुल्ठुला देशका ठुल्ठुला व्यापारीहरूको एउटा समूह बन्छ र त्यसले चाहिँ तपाईको कहाँनिर चाहिँ पब्लिकको रेसिडेन्स बढी छ, घनत्व कहाँनिर छ, त्यहाँनिर गएर चाहिँ त्यसले फ्याक्ट्री खोल्छ। चाइनामा फ्याक्ट्री खोल्छ, इन्डियामा फ्याक्ट्री खोल्छ। जहाँनिर चाहिँ पिपलको जनसङ्ख्या अलिक कम छ त्यो ठाउँमा खोल्दैन। अनि जहाँनिर चाहिँ जस्तै नेपालको देशको कुनै राष्ट्रिय पुँजीपति वर्गले फ्याक्ट्री खोल्यो भने उसको लागत यदि चाहिँ समान उत्पादनमा 10 रुपैयाँ छ भने बहुराष्ट्रिय कम्पनीले त्यहाँनिर चाहिँ त्यो ठाउँमा, त्यो टेरिटरीमा, त्यो ठाउँमा चाहिँ 6 रुपैयाँमा सामान उपलब्ध गराइदिन्छ। अनि 10 रुपैयाँ लागत भएको ठाउँको चाहिँ चिज उसले 6 रुपैयाँमा दिएपछि मान्छेले 6 रुपैयाँमा किन्छ कि 10 रुपैयाँमा किन्छ? अनि त्यो फ्याक्ट्री के हुन्छ, त्यो बर्बाद हुन्छ। त्यो फ्याक्ट्री चाहिँ बहुराष्ट्रिय कम्पनीहरूको कारणले फ्याक्ट्रीहरू, त्यो कारण हामी बुझ्दैनौँ, तर यसको कारणले फ्याक्ट्रीहरू चाहिँ बर्बाद हुँदैछ। यी थुप्रै कारणहरू छ भाइ, र चाहिँ विकासका मुहान फुटेको छ। अहिले चाहिँ तपाईको अब हुलाकी सडक भएको छ। 2004 सालमा चाहिँ हुलाकी सडक निर्माण भएको, अहिले बल्ल बल्ल चाहिँ हुलाकी सडक बन्दैछ। 2004 सालकै हुलाकी सडक हो त्यो। त्यतिखेर महेन्द्र राजमार्ग थिएन। अहिले चाहिँ तपाईको
के अरे लोकमार्ग मदन भण्डारी लोकमार्ग बनेको छ, अहिले चाहिँ बीपी राजमार्गहरू बनेको छ, यानी थुप्रै सडकहरू सुरुङ मार्गहरू बनेको छ। जनकपुरमै बेहाल थियो, जनकपुरमा एडीबी मार्फत चाहिँ तपाईँको सडकहरू बनेको छ। प्रदेश सरकारले चाहिँ तपाईँको 600 यानी 300 किलोमिटर पहिलेका सरकारले र अहिलेको सरकार गरेर चाहिँ 600 किलोमिटर चाहिँ सडक पिच गर्दैछन् हैन। विकास चाहिँ भएको हो, तर अपेक्षा अनुसार चाहिँ तपाईँको अपेक्षा मान्छेको त अब अमेरिकामा गएको छ, मान्छे कतारमा गएको छ, त्यहाँ बुर्ज खलिफा हेर्छ, यहाँनिर पनि त्यस्तै घर चाहिँ खोज्छ, अनि चाहिँ तपाईँको कहाँ कसरी हुन्छ? विकास चाहिँ तपाईँको बिस्तारै बिस्तारै हुने हो क्या। ल त्यो बहिनीलाई हे तिम्रो पनि क्वेशनको उत्तर दिन्छु। सर जस्तै हजुरले भन्नुभयो कि संविधान जोगाउन जरुरी छ हामीलाई, हामी जस्तो केटी मान्छे हामी आफ्नो लाइफ नै सुरक्षा अहिलेसम्म गर्न सकिरहेको छैन। के कुरो बुझिएन हजुर? सर अब मैले भने जीवन भनेको चाहिँ तपाईँको जीवन भनेको हेर, तिमी मूर्ख बन्छौ, हेर्नु पढ्छौ तिम्रो जीवन इजी भइहाल्छ। हेर पढ्छौ भने तिम्रो जीवन इजी छ। अनि चाहिँ तपाईँको हेर एजुकेसनले के गर्छ? लाइफलाई इजी बनाइदिन्छ। एजुकेसन भनेको लाइफलाई इजी बनाइदिन्छ, लाइफलाई इजी बनाइदिन्छ। अनि यो लाइफ सुन हेर है भाइ बहिनी, लाइफलाई चाहिँ इजी बनाइदिन्छ यसले। यदि तिमी मूर्ख हुन्छौ भने योर लाइफ बिकम्स हार्ड भइहाल्छ। यदि मूर्ख हुन्छौ भने तिम्रो जीवन चाहिँ हार्डर भइहाल्छ, यानी अप्ठ्यारो भइहाल्छ। त्यसकारण सबभन्दा पहिला चाहिँ तपाईँको एजुकेसन प्राप्त गर्ने हो। एजुकेसनले लाइफलाई चाहिँ तपाईँको इजी बनाइदिन्छ। अर्को कुरो एजुकेसनले चाहिँ तपाईँको जीवनलाई ओर्नामेन्टल बनाइदिन्छ, यानी जसरी मान्छे आभूषित हुन्छ नि, गहना लगाइदिएपछि कानमा नाकमा झुम्का लगाइदिएपछि मान्छे चाहिँ तपाईँको सौन्दर्यकृत हुन्छ नि, देख्नमा राम्रो लाग्छ नि, त्यस्तै चाहिँ तपाईँको एजुकेसनले के गर्छ? मान्छेको लाइफलाई ओर्नामेन्टल बनाइदिन्छ, जीवनलाई चाहिँ तपाईँको यानी गहना योग्य बनाइदिन्छ, अर्थात् चाहिँ सौन्दर्यकृत बनाइदिन्छ। त्यसकारण लाइफलाई चाहिँ तपाईँको एजुकेसनकै मार्फत माइन्डलाई कल्टिभेट गर्ने। के भन्छ? एजुकेसन कल्टिभेट्स द ह्युमन माइन्ड। माइन्ड चाहिँ कल्टिभेट हुने बित्तिकै, तिम्रो माइन्ड उर्वरक हुने बित्तिकै त्यसमा धेरै चिज चाहिँ अटाउन थाल्छ। अट्न थालेपछि चाहिँ तिमी के गर्छौ? काबिल हुन्छौ। काबिल हुने बित्तिकै राम्रो जीवन भइहाल्छ। राम्रो जीवन भएपछि तिमीले चाहिँ हरेक दुनियाँको बारेमा बुझ्न थाल्छौ। दुनियाँको बारेमा बुझ्न थालेपछि तिम्रो चाहिँ हरेक चिज चाहिँ सही हुन थाल्छ। ल म यहाँ आउँछु ल। के छ भने सर हजुरले भन्नुभयो जस्तै एजुकेसन भएपछि लाइफ इजी हुन्छ, तर इन्डियाको केस अहिले हामी लिन्छौँ भने एउटा केटी डक्टर भएपछि अनि पनि उसको रेपमा केस आएछ। त्यो त के छ? त्यो त अर्कै विषयवस्तु भयो। त्यो चाहिँ विषयवस्तु अर्कै भयो हेर बहिनी। यो चाहिँ तपाईँको यस्तो छ क्या, यो चाहिँ विषयवस्तु अर्कै भयो, तर त्यसलाई प्रतिरोध गर्ने क्षमता हुन्छ। सुन, एजुकेसन प्राप्त गरेका विद्यार्थी या त कोही डॉक्टर छ, इंजीनियर छ, उसको प्रतिरोधी क्षमता चाहिँ विशाल भइहाल्छ। जो मूर्ख छ उसले चाहिँ तपाईको उसको प्रतिरोधी क्षमता चाहिँ तपाईको फिस्ट हुन्छ क्या। फिस्ट भनेको मुक्का, मूर्खको प्रतिरोधी क्षमता भनेको फिस्ट हुन्छ, फिस्ट हुन्छ। जस्तै महात्मा गान्धीले भनेको छ क्या, यानी महात्मा गान्धीले के भन्छ कि फर्स्ट टाइम चाहिँ तपाईको लीडरशिप मीन्स मसल्स भन्थ्यो क्या। म नेता छु, मसँग चाहिँ तपाईको मसल हुनुपर्छ, बट गेटिङ अलोङ विथ द पिपल भन्थ्यो उसले। त्यस्तै गेटिङ अलोङ विथ द एजुकेसन भन्छ। यानी तिमीमा यदि चाहिँ एजुकेसन छ भने तिम्रोमा प्रतिरोधी क्षमता बढिहाल्छ।
तिम्रो तर्क गर्ने शक्ति बढिहाल्छ, तिमी चाहिँ तपाईको त्यसको प्रतिरोध गर्न सक्छौ। फिस्टले पनि प्रतिरोध गर्न सक्छ, अर्थात् मुक्काले पनि मसलले पनि प्रतिरोध गर्न सक्ने भयो र तर्क मार्फत पनि प्रतिरोध गर्न सक्छ। र रेपहरू चाहिँ तपाईको यी अन्य विषयवस्तु भयो, यी विषयवस्तु चाहिँ जीवन व्यवहारका विषयवस्तुहरू छन्। हजुर चाहिँ प्रदेश नम्बर 2 को सभामुख हुनुहुन्छ हैन, हाम्रो देशको चाहिँ मूल कर्णधार बनेको विद्यार्थी छ। अनि तपाईँ पनि एउटा चाहिँ भन्नुभयो म त एउटा विक फ्यामिलीबाट बिलङ गरेको छु, तर भर्खर चाहिँ बजेट पनि भाषण हुनुभयो, तपाईँले कति दिनदेखि चाहिँ त्यो सभामुख पनि हुनु सक्नु भएको छ, तर विद्यार्थीहरूको लागि के गर्नुपर्छ र आउने दिनमा चाहिँ के गर्नुहुन्छ? तर बजेट भाषण मैले त भर्खर बजेट भाषण भएछ, त्यसो त केही हेरेको छैन। विद्यार्थीहरूको लागि चाहिँ विकनेस विद्यार्थी वा विकनेस फ्यामिली भएको विद्यार्थीको लागि यस्तो व्यवस्था गर्दै यति छुट्याइदिएको छु भनेर। अहिले हेर एजुकेसनमा विद्यार्थीको लागि चाहिँ तपाईको अब पहिला त बुझ्न के जरुरी छ, एकल अधिकार र साझा सूचीको अधिकार मैले भनेको थिएँ नि। एकल अधिकारमा एजुकेसन चाहिँ साझा सूची अधिकार अन्तर्गत पर्छ। केन्द्र सरकारले पनि त्यसलाई हेर्छ, प्रदेश सरकारले पनि हेर्छ, अनि स्थानीय सरकारले पनि हेर्छ। तर +2 सम्म चाहिँ तपाईको कसले हेर्छ? +2 सम्म स्थानीय सरकारले हेर्छ। +2 सम्म फेसिलिटेट गर्ने काम कसले गर्छ? स्थानीय सरकारले गर्छ। र यो सरकारले चाहिँ तपाईको दलित छात्रहरूको लागि, दलित बच्चाहरूको लागि चाहिँ तपाईको अहिले खाजा भत्ता दिएको छ, अहिले पैसा व्यवस्था गरेको छ, प्रत्येक महिना चाहिँ उसको पैसाको व्यवस्था गरेको छ। अनि त्यो दिइरहेछ, सरकारले दिइरहेछ, तिमीहरूलाई थाहा छ कि छैन, तर सरकारले त्यो विषयवस्तुहरू दिइरहेको छ। अहिले हामी चाहिँ तपाईको प्रदेश सरकार भइसके पछाडि यहाँनिर 3वटा हामीले कलेज खोलेका छौँ, युनिभर्सिटी खोलेका छ। एउटा मधेस विश्वविद्यालय छ, अर्को एउटा कृषि विश्वविद्यालय चाहिँ राजविराजमा छ, वीरगञ्जमा एउटा मधेस विश्वविद्यालय भयो। अहिले यहाँनिर चाहिँ तपाईको के अरे स्वास्थ्य विज्ञान प्रतिष्ठान छ, त्यहाँनिर चाहिँ डक्टरको पढाइ हुँदैछ। यसपालिदेखि 50वटा विद्यार्थी डक्टरमा पढ्दैछ। अब त्यहाँनिर चाहिँ तपाईँको टिचिङ हस्पिटलको रूपमा त्यो डेभलप भयो। यानी एजुकेसनमा चाहिँ अब विद्यार्थी घरमै बसेर पनि चाहिँ तपाईँको यहाँनिर यो कलेजमा पढ्न पाउँछ। यो जनकपुर चाहिँ यो प्रादेशिक अस्पताल छ, त्यसमा चाहिँ तपाईँ पढ्न सक्नुहुन्छ। थुप्रै स्कुलहरू यही चाहिँ तपाईँको मोडेल स्कुलहरू बनेको छ। यसमा पहिला संविधान लिनलाई चाहिँ तपाईँको 13 डिबिया तेल जर्थ्यो, अहिले चाहिँ तपाईँको थुप्रै युनिभर्सिटीहरू छ। राजर्षि विश्वविद्यालय यहाँ भयो, राजर्षि विश्वविद्यालयबाट सम्बन्धन लिन सक्छ। पोखरा विश्वविद्यालय छ, त्यहाँबाट सम्बन्धन लिन सक्छ। पूर्वाञ्चल विश्वविद्यालय छ, त्यहाँबाट सम्बन्धन लिन सक्छ। काठमाडौँ विश्वविद्यालय छ, त्यहाँबाट एफिलिएसन लिन सक्छ। टियु छ, त्यहाँबाट एफिलिएसन लिन सक्छ। एउटाले दियो भने ठिक छ, नदिए अर्को ठाउँबाट सम्बन्धन लिन सक्छ। अनि सम्बन्धन लिएर चाहिँ तपाईँको विद्यार्थीलाई पढाउन सक्छन्। त्यसकारण चाहिँ तपाईँको अहिले धेरै सुविधाहरू भेटेको छ नानी, धेरै सुविधाहरू भेटेको छ र त्यो सुविधा अनुसार विद्यार्थीहरू पढ्दैछन्। र विद्यार्थी भनेको चाहिँ तिमीहरू शिक्षाको लागि मात्र होइन, देशकै लागि कर्णधार हो। तिमीहरू भोलिका भविष्य छौ, यु आर द फ्युचर अफ द नेसन। ल के छ भन्नु? क्वेसन छ, टिचिङबाट हजुर पोलिटिसियनमा जाँदा हजुरलाई के कस्तो हेल्प पाउनु भएछ र कहाँबाट हेल्प पाउनु भएछ? हजुरले टिचिङबाट पोलिटिसियनमा जाँदा कस्तो कस्तो हेल्प पाउनु भएछ र कहाँबाट हेल्प पाउनु भएछ र हजुर कस्तो योगदान दिनुभएछ अहिलेसम्म? मैले अब शिक्षकबाट हेर भाइ, शिक्षकबाट म चाहिँ पोलिटिक्समा आएँ। मैले भने मेरो पृष्ठभूमि कस्तो थियो भने पोलिटिक्समा चाहिँ तपाईँको मेरो आउने इच्छा त थिएन, तर भित्र चाहिँ तपाईँको एउटा भाव थियो। धेरै कम्प्लिकेसन फिल गर्नु पर्यो। मैले चाहिँ तपाईँको शिक्षक पेसाबाट चाहिँ तपाईँको म भन्छु हेर्नुहोस्, म शिक्षक पेसाबाट युद्धमा गएँ। शिक्षक पेसाबाट म चाहिँ तपाईँको शिक्षण पेसाबाट युद्धमा गएपछि पहिलोचोटि म सर्लाही गएँ। सर्लाही जङ्गलमा म बसिरहँदाखेरि हामी 5 जना थियौँ। म एउटा कहानी सुनाउँछु। 5 जना थियो त्यहाँनिर। अनि सेनाहरूको टोली आयो। सेनाहरूको टोली भनेको दुश्मनको सेनाको टोली आयो। दुश्मनको सेनाको टोली हामी 5 जना थियौँ। हामीसँग 5वटा राइफल थियो त्यतिखेर। अनि 5 जना टोली आएपछि हामीले चाहिँ 2टा साथीलाई, त्यहाँको जुन कमान्डर थिए त्यो कमान्डरले चाहिँ उहाँ 2 जनालाई पठाउनु हो, के छ बाहिर हेर।
अनि त्यो दुईजना चाहिँ खस्नु हो, एकजना केटी र एउटा केटा, दुईजना जानुभयो। अनि सेनाले दुईटै जनालाई समात्नु भयो। सेनाले समातिसके पछाडि उसलाई चाहिँ तपाईँको उसले ग्रेनेड हान्यो त्यहाँनिर क्या। हामीले थाहा पायौँ सेना आइसक्यो। ग्रेनेड हानेपछि चाहिँ तपाईँको उसको आवाजबाट हामी बुझ्थ्यौँ कि सेना आयो, अब यहाँबाट कुले हुनुपर्छ, भाग्नुपर्छ। अब त्यहाँनिर 3वटा राइफल छ, के अरे 5वटा राइफल छ, मान्छे छौँ हामी 3 जना, झोलाहरू पनि छ। त्यहाँबाट भाग्नु पर्ने क्या। अब म शिक्षक मान्छे, पहाड कहिले नचढेको, हेर्नुहोस् फर्स्टचोटि गएको त्यहाँनिर, त्यसमै चाहिँ तपाईँको म फसेँ। अब कुदिया छ हेर्नुहोस्, बलाङ्ग बुलुङ लडेको छ, त्यही पनि चाहिँ तपाईँको जोस जागरका साथ चाहिँ कुदिएको छ। हाम्रा राइफलहरू सब चाहिँ तपाईँको 2 जना साथीहरूले बोक्नु भएको छ। मेरो पनि झोला चाहिँ तपाईँको त्यही साथीहरूले बोकिदिनु भएको छ। यसरी चाहिँ तपाईँको जीवनमा कष्टहरू हुन्छ। आज दिन छ, भोलि रात हुन्छ। जसको जीवनमा आज रात छ, भोलि चाहिँ दिन हुन्छ। जो समय सबैको लागि आउँछ, वेट मात्र गर्नुपर्छ, धैर्य बन्नुपर्छ, धैर्यशील बन्नुपर्छ। र त्यसकारण जीवनमा धेरै कष्टहरू हुन्छ। कष्ट भोग्नेहरू मात्र चाहिँ सुख पाउँछ। हामीले कष्ट भोग्यौँ, पोलिटिक्समा अहिले चाहिँ सुख पाउँदैछौँ। त्यसकारण चाहिँ कष्ट र सुख बीचमा चाहिँ हामीले सिलेक्सन गर्नु पर्यो भने पहिला सिलेक्सन हामीले कष्टलाई सिलेक्सन गर्ने हो। कम्फोर्ट जोनमा यदि बस्न खोज्यो भने, इफ यु वान्ट टु बी इन कम्फोर्ट जोनमा यदि बस्न खोज्छौ भने, आरामदायी जोनमा, आरामदायी क्षेत्रमा बस्न खोज्यो भने, योर लाइफ विल नट बी मार्भेलस। तिम्रो जीवन चाहिँ मार्भेलस हुन सक्दैन, राम्रो जीवन हुन सक्दैन। त्यसको लागि चाहिँ कम्फोर्ट जोनलाई ब्रेक गर्ने क्या। कम्फोर्ट जोनलाई ब्रेक गर्ने, राम्रो जोनलाई चाहिँ ब्रेक गर्ने, कष्टपूर्ण जीवनलाई चाहिँ एडप्ट गर्ने, मान्ने, अनि जीवन व्यवहार अगाडि बढाउने। ल आजलाई चाहिँ यति। सर, हजुरले भन्नुभयो कि पोलिटिसियनबाट हजुरलाई केही प्रफिट छैन, तर हाम्रो दिमागमा पोलिटिसियन सुन्ने बित्तिकै करप्सन किन आउँछ? अब यस्तो छ, हेर्नुहोस्, यो पुँजीको दुनियाँ छ नि। हेर बहिनी, यो पुँजीको मेरो सिद्धान्त के छ भने, पुँजीविहीन समाज चाहिँ, यो पुँजी चाहिँ राष्ट्रको होस् भन्ने मेरो हो। हामी चाहिँ कसको लागि सङ्घर्ष गरेका छौँ? यो पुँजी चाहिँ राष्ट्रको होस्, व्यक्तिगत पुँजी नहोस्, व्यक्तिगत धन चाहिँ कसैको नहोस्। सबै सेवा सुविधा राष्ट्रले दिउन्, सबै सेवा सुविधा चाहिँ तपाईँको जनताको टोटल सेवा सुविधा चाहिँ राष्ट्रले दिउन् भन्ने मेरो चाहिँ चाहना छ। त्यहाँनिर भ्रष्टाचारी हुँदैन, किनकि सम्पत्ति नभएपछि मान्छेले भ्रष्टाचारी गर्दैन नि। आफ्नो सम्पत्ति बढाउनलाई मान्छेले भ्रष्टाचारी गर्छ। यो पुँजीको दुनियाँले के गर्यो? मान्छेलाई बेइमान बनाइदियो। हेर्नुहोस्, अब तपाईँहरू पढ्नुहुन्छ, अब मेरो पनि श्रीमती छ, अनि भन्छ है वो नाहिएता के पॉलिटिशियन है, वो देखिए वो घर बना लेलकै, अहाँ सभामुख छी, अहाँ बुते कथु नहीं होइए। विचार करी वहाँ, अहाँ बुते कथु, अहाँ सब मान लिया कल डॉक्टर भजब, इंजीनियर भजब, अहाँ के गार्जियन कहते हैं तोरा में अत्ते लगानी के लिए परिवारमुखी एजुकेशन प्रणाली है। यो पनि भ्रष्टाचार को मुख्य कारण चाहिँ परिवारमुखी एजुकेशन प्रणाली हो। परिवारले लगानी गर्छ, अनि परिवारले एक्सपेक्ट पनि गर्छ क्या विद्यार्थीबाट। जस्तै दुईटा विद्यार्थी पढ्यो, कोही डॉक्टर भयो, त्यहाँनिर अर्को छ, अर्को चाहिँ ठेकेदार भयो, उसले चाहिँ तपाईँको अब मानौ कि घर बनाइहाल्यो, अनि उसको बाउले के भन्छ, है तिमी त डाक्टर छ, अब त्यो बेहुदा ऊ चाहिँ तपाईँको लफराबारी गरेर पनि चाहिँ उसले घर बनाइसक्यो, तिम्रो चाहिँ यत्रो लगानी गर्यो, तिमी डॉक्टर भयो, केही बनाउन सकेनौ। अनि मान्छेले के गर्छ? धनको लागि भ्रष्टाचारी गर्छ क्या। यो पुँजीले चाहिँ यो सबभन्दा हाम्रो समाजलाई बिगार्ने यो पुँजी हो क्या। यो पुँजी चाहिँ तपाईँको फेरि यो पुँजी चाहिँ व्यक्तिगत पुँजी छ। यो व्यक्तिको अधीनस्थ यो पुँजी छ नि, मैले भन्न खोजेको राष्ट्रको पुँजी हुनुपर्छ भन्ने हो। मेरो चाहिँ तपाईँको विचार राष्ट्रको पुँजी हुनुपर्छ। अहिलेको परम्परा, अहिलेको चाहिँ तपाईँको जुन छ व्यक्तिगत पुँजीमा चाहिँ विश्वास गर्छ, व्यक्तिवादमा, व्यक्तिगत पुँजीमा विश्वास गर्छ। अहिलेको राज्य सत्ता जुन छ व्यक्तिगत पुँजीमा विश्वास गर्छ। यसलाई हामीले पुँजीवादी राज्य व्यवस्था भन्छौँ। यो संघीय लोकतान्त्रिक व्यवस्था पनि पुँजीवादी राज्य व्यवस्था हो।
संघीय लोकतान्त्रिक गणतन्त्र पनि पुँजीवादी व्यवस्था हो। यो संघीय लोकतान्त्रिक व्यवस्था चाहिँ तपाईको राष्ट्रवादी व्यवस्था यदि भयो भने राष्ट्रले पढाइको टोटल सुविधा राष्ट्रले दिन्छ, स्वास्थ्यको टोटल सुविधा राष्ट्रले दिन्छ, यानी विद्यार्थीहरूलाई पुरै जनताले चाहिँ रोजगारको चाहिँ तपाईको फेसिलिटी पनि चाहिँ राष्ट्रले गर्छ। अनि त्यहाँनिर पुँजी उसले कमाउँदैन, उसले खाना ताना दुनियादारी बास व्यवस्थापन दुनियादारी सरकारले गर्छ। अनि सरकारले गरेपछि त्यहाँनिर भ्रष्टाचार हुँदैन। त्यहाँनिर भ्रष्टाचार पुँजी चाहिँ यहाँनिर व्यक्तिगत सम्पत्ति आर्जन गर्ने परम्परा भएको कारणले यो व्यक्तिवादको कारणले मान्छे आत्मकेन्द्रित भयो क्या, आफैतिर सेन्टर्ड भयो, आफैतिर केन्द्रित भयो। अनि आफैतिर केन्द्रित भएपछि यसले के गरिदियो, भ्रष्टाचारलाई जन्म दियो। अनि भ्रष्टाचारलाई जन्म दियो सरकारले के गरेको छ, भ्रष्टाचार निवारण आयोग गठन गरेको छ। यहाँनिर प्रदेश सरकारले चाहिँ जन लोकपाल गठन गरेको छ। अनि भ्रष्टाचार आयोग मार्फत चाहिँ तपाईको अहिले प्रदेशकै 2टा सांसद चाहिँ निलम्बनमा परेको छ। अहिले दीपेन्द्र ठाकुर चाहिँ यही जनकपुरबाट निर्वाचित हुनुहुन्थ्यो, उहाँ चाहिँ तपाईको अख्तियार दुरुपयोगले चाहिँ उसलाई के गरिदियो, कारबाही गरिदिएछ। विशेष अदालतमा मुद्दा दर्ता गरेपछि ऊ अहिले निलम्बनमा छ। सरोज सिंह कुशवाहा अर्को एउटा सांसद हुनुहुन्थ्यो, उहाँ अहिले कारबाहीमा, भर्खर अहिले 5 दिन मात्र भएको छ, 1 हप्तामा मात्र 2टा सांसद चाहिँ कारबाहीमा परेको छ। किन चाहिँ कारबाहीमा पर्यो, त्यसले चाहिँ भ्रष्टाचार निवारण आयोग मार्फत चाहिँ भ्रष्टाचार अख्तियार दुरुपयोग आयोग मार्फत यसले के गर्छ, यो पुँजीलाई चाहिँ राष्ट्रियकरण गर्नको लागि अर्थात् चाहिँ तपाईको यो व्यक्तिवादमाथि प्रहार गर्छ त्यसले, अर्थात् यो भ्रष्टाचार मार्फत प्रहार गर्छ। भ्रष्टाचारलाई चाहिँ भ्रष्टाचारमाथि प्रहार गर्छ, भ्रष्टाचारमाथि प्रहार गर्छ। अनि भ्रष्टाचारलाई नियन्त्रण गर्छ यसले। अनि चाहिँ मान्छेलाई देशप्रति चाहिँ लोयल बनाउँछ, डेडिकेटेड बनाउँछ, समर्पित गर्छ। अनि चाहिँ तपाईको देश समृद्ध हुन्छ। त्यसकारण यो पुँजीवादी जुन समाज छ, जसलाई हामी व्यक्तिवादी समाज भन्छौँ, त्यो व्यक्तिवादी समाज पनि चिज चाहिँ बिगार्छ। ल अब यति भयो है आजको लागि। आजको लागि यति भयो, बढी खोराक भएपछि चाहिँ पस्दैन फेरि हैन। ल थ्याङ्क यू भेरी मच।